नमस्कार, मेरो नाम करिश्मा छेत्री, निमबस्ती तुमलबुङबाट। र हिजोको धेरै त्यो हेभी पानीले गर्दाखेरि चाहिँ हाम्रो घरहरू हैन बाटोहरू एउटा खोलाको रूप लिइसकेको छ र माथि ढिस्कानाहरू भत्केर धेरै भल पहिरोले हाम्रो धेरै क्षति पुर्याइसकेको छ र यसमा चाहिँ तपाईहरूले पञ्चायत लगायत बिडिओ सबैले नै हाम्रो यसलाई चाहिँ हेरिदिनु हुन्छ भन्ने आशा गरेको छु र तपाईहरूले हेर्नु सक्नुहुन्छ कि जहाँनिर पहिरो जान्थेन त्यहाँ पनि पहिरोहरू जानु थालिसकेको छ र अझै पनि यसरी पानी आयो भने हामीलाई बस्नु नै असुविस्ता भइसकेको छ र घरमा बुढाबुढी भएको मान्छेहरूलाई झन् हामीलाई ओल्लो घरदेखि पल्लो घर लानु पनि हामीलाई धेरै गाह्रो भएको छ र यसमा चाहिँ तपाईहरूले हामीलाई हेरिदिनुहुन्छ भने ठुलो आशा राखेको छु। धन्यवाद। मेरो नाम रिना विश्व, मेरो घर तुमलबुङमा छ। अनि अघि रातिको पानीले अब हिजो दिनभरि जस्तो नै पानी परेको अनि रातभरि पनि पर्यो। अघि रातिको पानीले चाहिँ मेरो अब घर यतापट्टिबाट यस्तो खालको डरलाग्दो पहिरो गएको छ अनि घर मुनिबाट पनि गएको छ अनि मेरो घर चाहिँ लाने अवस्थामा छ। अनि चाहिँ अब बस्ने अब हाम्रो उयो छैन, अब कहाँ गएर बस्नु के गर्नुपर्ने हो, अब रिक्सी छ घर चाहिँ। अनि त्यसै कारण चाहिँ अब तपाईँहरू यसो आएर हेरिदिनु भएर हाम्रो एउटा केही उयो गरिदिनु सक्नुहुन्छ कि भनेर चाहिँ अब भन्दैछु है। नमस्ते, म सन्दीप छेत्री, निमबस्ती तुमलबुङबाट यो सानो हजुरहरूलाई सूचित गराउन चाहन्छु। विशेष गरेर लगातार पानी परेको कारणले गर्दाखेरि धेरै क्षति पुर्याएको छ प्रायः सबैको घरमा र मेरो पनि त्यस्तो भइरहेछ। देख्नुहुँदैछ तपाईँले क्यामेरामा, यहाँनिर नि अब यो पहिरोहरू लडिरहेछ, घरहरू चर्किने यस्तो भइरहेको कारणले गर्दाखेरि चाहिँ हजुरहरू पञ्चायत साथै बिडिओ हुनुहुन्छ, उहाँहरूले यथाशीघ्र हामीलाई केही मद्दत गर्नुहुन्छ भन्ने धेरै आशा साँचेको छु।